हमरा त डरै छैन हामी त मस्ती देखाउँछ room tour 진짜 물기라서 Hi my loves, welcome back to my channel. आजको भिडियो चाहिँ स्पेशल छ किनभने म आफूलाई च्यालेन्ज दिन चाहन्छु कि म नेपालीमा भोइस ओभर दिन्छु भनेर। मेरो नेपाली प्रष्ट छ तर म अलि इंग्लिश भोइस ओभरमा कम्फर्टेबल हुन्छु तर मेरो बोल्ने भाषा चाहिँ आफ्नो फ्यामिलीसँग नेपाली नै हो र यो भिडियोमा चाहिँ मैले धेरै फ्यामिली देखाउने कारणले गर्दा फेरि चाहिँ म नेपालीमै नै बोल्न चाहन्छु। सो हामी जाँदै छौं हाम्रो पहिलो फ्यामिली ट्रिपमा जे हो मनोकामना मन्दिरको ट्रिप। तपाईले जसरी देख्न सक्नुहुन्छ हामी ट्याक्सीमा ट्राभल गरिरहेको छौं एन्ड काठमाडौँबाट भाग्नलाई म धेरै खुसी छु। के किन्न हिँडेको तिमी? म डुल्न हिँडेको। यताबाट यता हेर्नु पर्छ भ्यू निकाल्ने पछाडि पहाड भन्दा नि तिम्रो साथी आयो त्यहाँ के त्यो बाबुले मलाई हात तरेको हो जस्तो लाग्यो। हाय भन्नु। हाय शीतल भइरहेछ गर्मी भइरहेछ। यसलाई भन्छ आगो पानीको जोडी। यस हामी 10 बजे बिहान काठमाडौँबाट हिँडिसकेका थियौं। फ्राइडेको दिन थियो, दशैं ताका पनि परेको थियो, त्यही भएर मेरो सोचमा चाहिँ बाटो खाली होला भन्ने थियो बट आई वाज रङ। एकदमै बिजी ट्राफिक जाम पनि थियो तर लकिली हाम्रो ट्याक्सी ड्राइभर दाइ एकदमै एक्सपिरियन्स्ड, उहाँले हामीलाई जाममा फस्नै दिनु भएन, निकाल्न सक्नुभयो। माइन्ड यू यो टाइमतिर पानी धेरै परेको थियो त्यही कारणले गर्दा बाटो अलि बिग्रेको थियो एन्ड देयर यु गो जेसीबी को ट्र्याक्टर। माफी पाऊँ इट्स नट अ ट्र्याक्टर, यो हो डोजर। ओके ओभरअल हामी आरामैको साथ पुग्यौं। अलि टिकी चाहिँ धेरै खेला जस्तो भएको थियो बट अल्सो दिन राम्रो थियो, घाम लागेको थियो र सबसे इम्पोर्टेन्ट परिवारसँग घुम्न पाइरहेको थिएँ किनभने लास्ट इयर पनि हामी नेपाल आएको थियौँ हाम्रो बिहेको लागि र बिहेपछि कति धेरै प्लान्स थियो तर सबै फेल भयो हेल्थ रिजन्सहरूले गर्दा र यो वर्ष पनि धेरै प्लान्स थियो तर बाढी पहिरो टु मेनी थिङ्स र त्यसले गर्दा फेरि हाम्रो प्लान्समा आँखा लाग्यो। त्यही भएर धेरै प्लान नगर्नु होला, जस्ट गो विथ द फ्लो। र हियर वी गो गफ गर्दै स्न्याक खाँदै गीत सुत्दै डुल्दै उड्दै हामी मनोकामना आइपुग्यौं एन्ड लुक एट द भ्यू। कति रमाइलो भ्यू थियो, आँखा नै हराभरा भइसकेको थियो देखेर। अनि 10 वर्ष अगाडि आएको थियो नि त, सो कति कुराहरू सेम छ पनि कति कुरा चेन्ज भयो जस्तो त मनमा त्यस्तो फिलिङ्स आइरहेको थियो तर पुग्दा फेरि अब सो ह्याप्पी। हामी मनोकामना पुग्दा लगभग 3:30 भएको होला सो हामी टिकटतिर इमिडिएटली लाग्यौं अनि हल्का फ्रेसन अप पनि भयौं। हाल्छ है भिडियो खिचेको ल आयो मनोकामनाको 10 वर्षपछि आएको म। कति वर्षपछि? 10 वर्ष। 10 वर्षपछि आएको तिमी? म पनि त्यस्तै त होला नि 8 9 10 वर्षै भयो होला। व्हाट कति बसी छ ढोगा ढोगा के ढोगा माथि अन्त मान्छेले फोटो त खिच्यो तर मेरो पुगा थियो क्या
स्कुल मेरो हेर्दैन किन तर्छ रे तर्सिनु पर्दैन गऱ्यो नि त त्यो अलिअलि त भइहाल्छ किन आएर जस्तो एकछिन थिइरहेको थियो यस्तो यसरी खिच्नु क्या 0.5 त रहेछ त फेरि डराउने चाहिँ उता भएछ कि यता पछाडि देख्दै तपाईँ घरै थिए हजुर ए मेरो घर माथि नै छोटो होला almost 19 years पछि नि मैले अस्ट्रेलिया कान मन हुन्छ 155 लिन्छ ए जम्मा 155 त डाँडा पुग्नुपर्छ माथि यो होला के हो र हात निकाल्नु बाहिर हावा एकछिन छामेको त्यो एउटा छ नि त्यति त्यो माथि एउटा छ अनि त्यहाँबाट सिधै छ त्यहाँ चाहिँ हाम्रो यहाँ चाहिँ 1300 छ क्या अहिले झर्ना नि के बोकेर हार्छ नि भइहाल्छ नि मान्छेको माया चाहिँ रहेछ सोचो बस्नु त मिठो हात सानो खान्छ तर मिठो छ के छ रे सानो सानो छ मिठो लाग्यो पराठा गुड डिसिसन चाउमिन झन्डै खाइसकेको म तपाईँको आलु पराठा नै आयो मिठो जस्तो हेर्दा घिउको बाख्रामा गरौँ बाक्लो रहेछ त एउटा खाइसक्यो खान तपाईँ पनि खानु छिटो कसो रहेछ तत्तो छ कसो रहेछ हाम्रो होटल केबल कारबाट मात्र 10 मिनट टाढा थियो त्यही भएर हामीले बिचमा रुकेर खाजा खायौँ cause we were starving अनि यो चाहिँ नि हाम्रो होटल हो बाइ द वे र म्यान्डेटरी सेल्फी पोज त गर्नु परिहाल्छ हाम्रो रुमहरू चाहिँ माथिको फ्लोरमा थियो सो दुईटा अप्सन मध्ये चुज गर्नु थियो ये बाबूराव का स्टाइल है रुम टुर झिङ्गा भनिरहेछ यो चाहिँ हो एकदमै मनोकामना मन्दिरकै नेक्स्ट वाला होटल विच इज भेरी क्लोज त्यो रिजनले गर्दा हाम्रो मम्मी ड्याडीहरूले अस्योरेन्स दिएर हामीलाई अलमोस्ट बेक गर्नुभयो यहीँ बस्नुपर्छ भनेर र म माने ठिकै छ इट्स नट ब्याड इट्स भेरी होमली होइन अलिक घर जस्तो फिल छ नर्मल लुकिङ बेड क्विन साइज भनौँ मजाले आउँछ वी अल्सो हेभ एसी किनभने योर गर्ल लाइक गर्मी हुन्छ अलि ज्यादै वी अल्सो हेभ टिभी वाइफाई we got water but I think it has some charges included. I have this little corner I think लुगाहरू ह्याङ्गरहरू राख्नुलाई जस्तो होला हैन हामीले सुज राखेछ ब्यागहरू त्यही राखौँ न अहिले डस्टबिन a window and a attached bathroom here come attached bathroom so I'm pretty sure body सर्भरको लागि छ टन्नर स्पेस फेसको लागि सिङ छ कम्पोज we also have a TV the small TV हेर्छु जस्तो लाग्दैन but anyways हाम्रो room tour end भइसक्यो सुरु त हैन सक्यो time to change and get अलिकति फ्रेश अनि किचनमा हामी साँझतिर यसो डुल्छौँ and then we will have our dinner या so stay tuned जस्ट आएर हुन्छ नि एक बासुसको लागि इट्स नट ब्याड हैन that's not bad at all मेन थिङ इज एकदम मन्दिरको नजिक छ मलाई चाहिँ के छैन मलाई रहेछ मजाले हिमालले गर्छ है जाने हामी चाहिँ त्यहाँबाट पुरै मन्दिर देखिँदै यहाँबाट चाहिँ गजुर देख्दो रहेछ नि यहाँ पनि त्यही छ टिभी छ वाइफाई रहेछ एसी छ यहाँ चाहिँ एउटा पङ्खा एक्स्ट्रा रहेछ लुगा झुन्डाउने नि रहेछ यो अलिकति राम्रो रहेछ क्या हाम्रो भन्दा बेड स्टाइल पनि खतरा रहेछ
ओ मेनली को यो मान्छे ओहो सरी म त्यहाँ मग्न भएछु मन्दिरको छेउमै छु है खतरा भ्यू है तिमीले हिमालदेखि देखेन अहिले हिमाल देखेन जस्तो लाग्यो देखे हिमाल रुम टुर पछि हामीले डिसाइड गर्यौँ 1 घन्टा जति रेस्ट लिने अनि साँझ बत्तीतिर मन्दिरको दर्शन गर्ने र हामीले त्यही गर्यौँ। साँझ बत्तीको बाजा सुन्ने बित्तिकै हामी त दौडिँदै मुनि पुग्यौँ र तब रियलाइज भयो कि बेलुका बास बसेको यो ठुलो फाइदा हो। साँझ बत्ती पनि हेर्न पाउने र अर्को दिनको दर्शन पनि गर्न पाउने कति भाग्यमानी। I cannot emphasize enough like the हिमाल पहाड सनसेट त्यहाँको मन्दिर द भाइब्स एकदमै अमेजिङ फिलिङ वाला थियो। आरतीको बेला भ्याउन लाटिरहेको थियो त्यही भएर हामी कुद्दै आरती लिनलाई गयौँ। आरती लिने भिड देखेर म दङ्ग परेँ तर हामीले मौका पायौँ त्यही भएर म धेरै खुसी थिएँ र बाई नेचर म अलिक कम्पिटेटिभ पनि छु त्यो कारणले गर्दाखेरि म त सानो बच्चा जस्तै एक्साइटेड पनि भएको थिएँ। म एउटा कुरा सोचेर अहिले पनि दङ्ग छु कि 10 वर्ष अगाडि म मनोकामना मन्दिर आउँदा मेरो एक्सपिरियन्स धेरै डिफ्रेन्ट थियो। कति लामो लाइन ढोकेबाटको लामो लाइन लिएर आएको जस्तो फिल हुन्छ र यो पालिको एक्सपिरियन्स चाहिँ डिफ्रेन्ट छ। लाइक एउटा प्रिभिलेज जस्तो कि एक रात बास बस्न पाउने यति धेरै होटल होइन कति धेरै फेसिलिटिज छ। साँझ बत्ती भ्याएपछि चाहिँ हामीले यहाँको स्ट्रिट मार्केटलाई अलिकति एक्सप्लोर गर्ने सोच्यौँ अनि सानो वक पनि हुन्छ जस्ट बिफोर डिनर। मलाई टिका किनिदिनु टिका कतिको चुरा चाहिँ मलाई छान्दैन ए मम्मी लो न छानो अलिकति चोइस धेरै छ अनि छाना त कलर कन्फ्युज हुन्छ त्यो त नगाने बुढो छ निकाल्न सक्नु भएन निकाल्दैछु नङ्गै छैन आफ्नो पक्न लगा दामी ह्याप्पी थ्याङ्क यू। यहाँ त हेर्दा चाहिँ मजाले एकछिन हेर न ब्लर भएको छ कि नहल्ले धेरै बाख्रा कुखुरा चल्ने धेरै ल शराब धतुरो हो बक्स किनेको छु राम्रो फिनिसिङ छ अनि यहाँ मेरो सबै सुन राख्छु बाई द वे चोरहरू इफ यु वाचिङ सबै यही हुन्छ है दुःख नगर्नु होला मलाई न गरेको यस्तो गर्दैछु खुट्टाउँदैछौ के भयो पुच्छर आउँदा
कुछ हल्लाउँदै आइरहेको छु ल ल पुरा खेलेर बोलायो मम्मीलाई हेर्नु मम्मीलाई ल रोजीलाई हेर्नु नि हात नछु न फोहोर होला ए बिस्कुट खान्न डल्ले अगाडि खान्छ होला नि भात पानी वो मैं मस्त तेल में फ्राई करके वो मैं खा गया। भोलि बिहान मनोकामना मन्दिरको दर्शन चाहिँ पार्ट 2 मा सी इन माई नेक्स्ट भ्लग।